आजको दिन चाहिँ मेरो कसरी बित्यो होला, फुल भिडियो हेर्नु होला है त। अहिले चाहिँ मैले भिडियो बनाएको पनि 1 हप्ता जति भएछ है त गाइज। देख्न सक्नुहुन्छ मौसम पनि त्यस्तै उग्रिरहेछ। मैले च्यानल बनाएको चाहिँ कति 4 वर्ष भइसक्यो होला, अहिलेसम्म कन्टिन्यू गर्न पाएको पनि छैन। न भ्युज आउँछ, न सब्सक्राइब बढिरहेछ। अब चाहिँ म कन्टिन्यू गर्छु है त युट्युब जर्नी। सबैजनाले किप सपोर्ट है त। फ्रम इलामबाट पनि। यता चाहिँ म मासतिर आएको थिएँ आन्टीकोमा। आन्टीसँग यसो गफसफ गरेर म फर्केँ है त। देख्न सक्नुहुन्छ आजको मेरो दिउँसोको काम भनेको चाहिँ खोलिदिनु पर्ने थियो। हाम्रोमा चाहिँ 2टा गाई पालेको छ। खोले नदिए चाहिँ हामीले दुध खान पाइँदैन है त। गाउँ बस्नेले थाहा हुन्छ के, हरेकको घरमा गाईहरू पालेको हुन्छ है त। देख्न सक्नुहुन्छ आज चाहिँ मैले ब्रोइलर काटेँ है त। आज चाहिँ अर्डर आएको थियो गाउँबाट। ट्याक्कसँगले ब्रोइलर पनि काटेँ है त। हाम्रोमा चाहिँ ब्रोइलर काट्न थालेको 1 वर्ष जति भयो लगभग है त। तपाईँहरूलाई नि ब्रोइलरको मासु चाहिन्छ भने हाम्रो यो कोलपोटी एरियामा चाहिँ होम डेलिभरी गर्ने गरेको छ है त। अनि म चाहिँ लागेँ फ्रिज सफा गर्न। यो फ्रिज चाहिँ हप्तामा 2 चोटि सफा गरिन्छ, किनकि डिप फ्रिज जस्तो अलिक हुँदैन। मैले चाहिँ गरेँ डिप क्लिन है त। यसरी गरेन भने मासु एकदमै गनाउँछ। हप्तामा चाहिँ 2 चोटि क्लिन गर्ने गरेको छ है त। त्यसपछि चाहिँ मैले मासु त्यसपछि काम सकेर म लागेँ खाजा खान है त। भाउजूले चाहिँ यता आलु खाजा पकाइराख्नु भएको छ। हाम्रोमा चाहिँ एनी टाइम आलु, बिहान आलु, बेलुका आलु, सब्जी आलु है त। सब्जी नसकुन्जेल आलु मात्रै है त। यो आलु चाहिँ हरेक चिजमा पनि मिल्छ है त। यता चाहिँ हाम्रो प्रत्येक भाइ आएको छ साथी। अनि हामी चाहिँ आलु खाँदैछौँ। यो चाहिँ एमएस आलु देख्न सक्नुहुन्छ है त। प्रत्येक भाइले चाहिँ एउटा आलु खाएरै हो है। मैले चाहिँ 2टा खाएँ है त। ट्याक्कसँगले खाजा खाएर चाहिँ हामी लाग्यो गाउँतिर। प्रत्येक भाइ र म केको लागि भन्नुहुन्छ होला। आज चाहिँ हामी कफी लिन जाँदैछौँ, कफीको बिरुवा है त। अहिले चाहिँ कफी रोप्ने सिजन पनि हो। पानी परेछ, त्यही भएको कारणले पोली ब्यागको चाहिँ हामीले 50 रुपियाँ गोटाले किनेर ल्यायौँ। अनि त्यसपछि ल्याएर चाहिँ घर ल्याएर बुवा, म अनि भाइले भएर रोप्यौँ है त। आजको लागि मिनी भ्लग चाहिँ यति नै गाइस। किप सपोर्ट है त।